सुन्दा अचम्म लाग्न सक्छ। प्राकृतिक सम्पदाको संरक्षण गरेर रूपाताल जलाधारका बासिन्दाहरू हरेक वर्ष दशैँमा बोनस पाउँछन्। तालबाट वर्षेनी औसत 1,50,00,000 भन्दा धेरैको माछा बिक्री हुन्छ। कास्की जिल्लामा अवस्थित रूपाताल दिगो संरक्षण र व्यवस्थापनबाट स्थानीयको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने एउटा सफल उदाहरण हो। 365 दिनमा हामीले 350 दिनै माछा निकाल्छौँ, भुरा पनि हाल्छौँ र माछा उन्नत जातका माछा निकाल्छौँ भने लोकल जातको माछाहरू संरक्षण गर्छौँ। जस्तो हामीले दैनिक रूपमा चाहिँ 150 देखि 250 केजीसम्म माछा हाम्रै यही रूपातालकै स्टेसनबाट बिक्री हुन्छ। संरक्षण कार्यलाई प्रभावकारी बनाउन विक्रम सम्वत 2058 साल चैत 30 गते रूपाताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी संस्था स्थापना भएको थियो। 36 जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल 1026 शेयर सदस्यहरू आबद्ध छन्। सन् 2002 मा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम विश्व वातावरण कोष साना अनुदान कार्यक्रमको सहयोगमा सामुदायिक जैविक विविधता दर्ता CBR परियोजना मार्फत रूपातालमा संरक्षण कार्यक्रम सञ्चालन भएको थियो। संरक्षणको पाटोमा हाम्रो UNDP को कार्यक्रमले सहयोग गर्यो। अर्को उत्पादनको पाटोमा हामीलाई के थियो भने रूपातालबाट विभिन्न इन्क्लुजर केजहरूमा माछा उत्पादन भएको, तालमा माछा पाल्यो भने यसबाट उत्पादन दिन्छ र यहाँको जुन लगानी गर्ने शेयर सदस्यहरूको उत्पादन चाहिँ डुब्दैन भन्ने हामीले एकदम त्यो कन्सेप्ट विकास गऱ्यौँ र त्यसमा रिसर्च पनि गऱ्यौँ। तालमा उत्पादन हुने टिलापिया जातका माछा बेच्दा प्रति केजी 10 रुपैयाँ रूपाताल संरक्षण तथा विकास कोषमा जम्मा गरिन्छ। वातावरणीय सेवाको भुक्तानी अन्तर्गत उक्त रकम जलाधार क्षेत्रका स्थानीयको लागि खर्च हुन्छ। स्थानीयहरू पनि तालको दिगो संरक्षणबाट लाभ लिन सकिन्छ भन्नेबारे सचेत छन्। जतिखेर माछा हामी वितरण हुन्छ नि त्यति बेला किनेर ल्याउने, 2 किलो 3 किलो जति पाउँछ त्यति किनेर ल्याउने, त्यही माछा बनाउने बेच्ने, माछाबाट धेरै उपार्जन माथि छ सर। अब अलिअलि पैसाहरू सहकारीमा राख्नु पर्ने रहेछ भन्ने कुरा नि बुझियो। वातावरण संरक्षणका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य अनुरूप सन् 1992 देखि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम विश्व वातावरण कोष साना अनुदान कार्यक्रम सुरु भएको हो। साना अनुदान कार्यक्रम अन्तर्गत एउटा परियोजनालाई बढीमा $50,000 सहयोग उपलब्ध हुन्छ। नागरिक समाज तथा समुदायमा आधारित स्थानीय गैर सरकारी संस्था मार्फत परियोजना कार्यान्वयन गरिन्छ। यसले चाहिँ एउटा स्थानीय जनताको चाहिँ आय आर्जन, क्षमता विकासका साथसाथै तपाईँको चाहिँ एउटा वातावरण संरक्षण, इन्भाइरोमेन्ट यसलाई चाहिँ ब्लेन्डिङ गरेर काम गरेको देखेँ, जसमा चाहिँ जनताको अत्यन्त राम्रो सहभागिता, जनताको अत्यन्त राम्रो चाहिँ स्वामित्व रहेको देखेँ र यसले चाहिँ त्यहाँका स्थानीय जनताहरूको मुहारमा चाहिँ खुसी ल्याएको देखेँ। साना अनुदान कार्यक्रम अन्तर्गत विश्वभर 29,000 भन्दा बढी परियोजना कार्यान्वयन भएका छन्। यस कार्यक्रमले मुख्य गरी जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, अन्तर्राष्ट्रिय जल संरक्षण, हानिकारक रसायनको प्रयोगमा रोक, मरुभूमिकरण रोकथामका क्षेत्रमा काम गरिरहेको छ। What SGP and UNDP supported SGP and not alone with the government of the country, ministries, departments, other partners, we try is to preserve that so that we can preserve, conserve and restore the conservation of the nature in any country. So in Nepal it is the same. नेपालमा सन् 1998 देखि सुरु भएको साना अनुदान कार्यक्रमले 286 वटा परियोजना सम्पन्न गरेको छ। यीमध्ये उत्कृष्ट नमुना परियोजनाहरू विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका 50 वटा पुरस्कार पाउन सफल भएका छन्। अहिलेसम्म सञ्चालित केही नमुना परियोजनाका झलकहरू यहाँ प्रस्तुत गरिएको छ। सन् 1998 राष्ट्रिय कार्यनीति कार्यक्रम घोडाघोडी ताल संरक्षण प्रथम परियोजना। सन् 1999 सौर्य बत्ती मुनि घरेलु रोजगार कार्यक्रम तथा ग्वाल्यक वन संरक्षण।
सन् 2000 काक्रे बिहार संरक्षण कार्यक्रम, सन् 2001 जखेरा सिमसार संरक्षण, सन् 2002 गडेउला मल उत्पादन गागलफेदी काठमाडौँ, सन् 2003 मुक्त कमैयाहरूको लागि वातावरण मैत्री बाँसको घर विद्युतीय बसको शुभारम्भ, सन् 2004 बेतना ताल संरक्षण, वनस्पति गोइठा, खोरिया खेती बन्द गरेर कृषिमा सक्रिय चेपाङ र तामाङ समुदाय, नेपालमा डल्फिन भएको प्रमाणित गर्ने प्रथम डल्फिन संरक्षण कार्यक्रम, पहिलो डल्फिन फेस्टिभल, सन् 2005 सारस संरक्षण, पञ्चासे ताल, सौरे टुक्की, दोलखामा स्टेनलेस स्टिल डिस्टिलेसन युनिट धसिङ्ग्रेबाट तेल उत्पादन, सन् 2006 टौदह संरक्षण, टिस्यु कल्चर विधिबाट सुनगाभा उत्पादन, सन् 2007 सौर्य बत्तीमुनि घरेलु रोजगार कार्यक्रम भारत र श्रीलङ्कामा विस्तार, आम्ची उपचार पद्धति संस्थागत, बढैयाताल संरक्षण, खुम्बुमा भरियाको लागि आवास निर्माण, समुदायमा आधारित पहिलो जटायु गिद्ध रेस्टुरेन्ट नवलपुर, पक्सिङ बायोग्यास, सन् 2008 तराईमा कृषि वन गजेडी सिमसार संरक्षण, 20 हजारीताल संरक्षण, सन् 2009 स्मृति बाटिका निर्माण घोराहीदाङ, मातृभूमि चुलो प्रवर्धन, सन् 2010 जगदीशपुर ताल संरक्षण, सन् 2011 भुसे चुलो प्रवर्धन, समुदायमा आधारित सिमसार संरक्षण, चरिङ्गे दह संरक्षण, सन् 2012 क्यान्सर कारक पिसिबी उत्सर्जन रोकथाम अभियान, भूपरिधिमा आधारित सामुदायिक विकास तथा ज्ञान अभिवृद्धि कार्यक्रम सातोयामा इनिसिएटिभ, माछामा आश्रित समुदायको जीविकोपार्जनका लागि काठ तथा साना रैथाने माछा पालन अभियान मसिने खोला मकवानपुर, सन् 2013 चिकित्साजन्य फोहोर व्यवस्थापन इट्टा भट्टामा गोल प्रयोग, सन् 2014 जलवायु मैत्री कृषि प्रवर्धन जैविक खेती नदी नियन्त्रण कार्यक्रम, सन् 2015 ब्रिजा सिमसार प्राकृतिक स्रोत व्यवस्थापनका लागि शेर्पा समुदायले परम्परागत रूपमा गर्दै आएको नावा प्रथाको संस्थागत विकास, सन् 2016 भूपरिधिमा आधारित राष्ट्रिय कार्यक्रम रणनीति 5औं संस्करण तयारी, सोही अनुरूप भूपरिधिमा केन्द्रित कार्यक्रमको सुरुवात, सन् 2017 जनस्वास्थ्यको लागि मरकरी व्यवस्थापन सिर्सा ठाकुर सिमसार र सत्यवती ताल संरक्षण, सन् 2018 3D प्रिन्टिङ मार्फत प्लास्टिक व्यवस्थापन, सहभागितामूलक भिडियो प्रस्तावना तथा प्रतिवेदन मार्फत फिरन्ते राउटे समुदायको अधिकार संरक्षणमा पहल, च्याउ उत्पादनका लागि सौर्य प्रविधिबाट पास्चराइजेसन, माछा सङ्ग्रहालय, सन् 2019 चमेरे गुफा संरक्षण मार्फत पर्यापर्यटन प्रवर्धन, सौर्य लिफ्टबाट सिँचाइको व्यवस्थापन सहित जैविक खेती बेली धनुषा, सन् 2020 उच्च हिमाली चरण क्षेत्रमा फोहोर व्यवस्थापन गरी एर्सा गुम्बाको दिगो संरक्षणमा पहल, 3 घेरुवा सिमसार संरक्षण, वातावरण मैत्री नमुना गाउँ बलथली काभ्रे प्लान्चोक, सन् 2021 सोलर मामा मार्फत सौर्य बत्ती जडान हुम्ला, महिलाहरूको सक्रिय सहभागितामा गोजीबेरी संरक्षण तथा बजारीकरण सामागाउँ गोर्खा, महिलाहरूको नेतृत्वमा जैविक प्याड उत्पादन उद्योग स्थापनामा सहयोग गुन्जनगर चितवन, सन् 2022 प्लास्टिक व्यवस्थापनमा नमुना ओडा पोखरा 12 कास्की, आसफाल्ट प्रविधिबाट पहिलो सडक, सिँचाइका लागि विपन्न समुदायलाई पोर्टेबल सौर्य पम्प वितरण, सन् 2023 रैथाने कपास उद्योग सञ्चालनका लागि सौर्य विद्युतीकरण मुगु, पर्यापर्यटन तथा जैविक खेती मानुङकोट तनहुँ, सिसौली फार्म जैविक तथा परम्परागत खेती प्रदर्शन एकाइ उर्लाबारी मोरङ, जलथल संरक्षण झापा, सन् 2024 समुदायमा आधारित जैविक उत्पादन प्रमाणीकरण, साना अनुदान कार्यक्रम थोरै लगानीमा ठूलो परिणाम दिएको नेपालको सफल कार्यक्रम मध्येको एक हो। त्यसैले यसबाट मिलेको सफलता, अनुभव र विज्ञतालाई अनुसरण गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तन विरुद्धका कार्यलाई अझै विस्तार गर्न आवश्यक छ।